यस्तो किसिमको एरो जुन छ नि, एरो भएको लाइन हामीले कसरी ड्र गर्ने त्यसको बारेमा म कुरा गर्छु। सबभन्दा पहिले यस्तै खालको म यसलाई अहिले डिलिट हालिदिन्छु, यस्तो गरौँ होइन। अब त्यो यसको लागि हामी लिडर कमान्ड इन्ट्री गर्नुपर्छ। लागि एलई इन्टर गऱ्यो भने यहाँ आउँछ यस्तो एलई क्यु लिडर भन्ने आयो, यसमा क्लिक गरौँ। अब हामीले कहाँदेखि गर्न चाहन्छौँ, यहाँदेखि हो भने मानौँ यहाँदेखि यता ड्र भयो, ड्र गरेपछि कस्तो एरो आयो नि होइन, एरो आयो। अब यहाँ यता राखौँ है, त्यसपछि कुनै एउटा लाइन लिएर यतातिर ड्र गरिदिउँ होइन। अब यसको हामीले कलर पनि चेन्ज गर्न सक्छौँ, एरो पनि यसको चेन्ज गर्न सक्छौँ। त्यसको लागि सिलेक्ट गरेर कन्ट्रोल ओन गऱ्यो भने यस्तो खालको आउँछ। अनि यहाँबाट यो लाइन एन्ड एरो छ नि, यहाँबाट हुन्छ। अब यसमा जस्तै क्लोज फिलेट खालको छ भने अब यसलाई चेन्ज गर्न हामी सक्छौँ, कस्तो खालको राख्ने हामीले होइन। अब जस्तै क्लोज फिलेट यस्तो यस्तो होइन, कस्तो खालको राख्ने हो। जस्तै मानौँ मैले यस्तो खालको राखेँ। अब यसलाई हामीले साइज पनि बढाउन सक्छौँ, घटाउन सक्छौँ। 6 इन्ची छ भने हामी 12 इन्च टाइप गऱ्यो भने 12 इन्चको पनि हुन्छ यो होइन। यहाँ ठुलो भइसक्यो, पहिलेभन्दा ठुलो भइसक्यो। त्यसै गरी अब अहिले म 6 इन्च यहाँ राखेँ होइन। त्यस्तै हामीले यहाँबाट कलर पनि चेन्ज गर्न सक्छौँ। जस्तै यो यहाँबाट त थिकनेस चेन्ज गर्ने कुरा भयो होइन, हामीले कति थिकनेसको राख्ने है। त्यो थिकनेस यहाँबाट चेन्ज हुन्छ भने अब त्यसपछि लेयरको कुरामा अब रेड कुन कलर राख्ने, रेड कलर अथवा येलो कलर यसरी हामीले यसको कलर चेन्ज गर्न सक्छौँ। कलर पनि र एरो पनि यसरी हामीले